यहाँहरू सबैजनालाई नमस्ते युएदेखि। अनि बाजु सन्चै मु अनि हस्पिटल के हाम्रो यहाँ अलिअलि गुरुङ भाषा नै आउँछ कि आउँछ भन्ने त्यस्तै हो। अनि हस्पिटल जानु लाग्यो, ड्युटी चाहिँ 5:30 जानु पर्ला। यो मेरो अलिकति प्रब्लम छ कानमा, त्यसले गर्दा अहिले मेडिकल जाँदैछु। खानासाना खायो अरे मेडिकल। अहिले चाहिँ एकदम मिठो यहाँको इन्भाइरोमेन्ट। जाडो के जाडो त भएको छैन, गर्मी छ तर तातो के। पहिला त गर्मी हुन्थ्यो, अहिले तातो फिल भएको छ। अस्ति नेपालमै हुँदा हाम्रो डक्टरसँग कन्ट्याक्ट गरेको थिएँ अनि उसले चाहिँ ल म अपोइन्टमेन्ट लिइदिन्छु अनि आए पछाडि जान भन्थ्यो। अनि अहिले म चाहिँ DIP 1बाट डिस्कभरी गार्डन गएर फर्किहाल्छु। गाडी चाहिँ अब गाडी ट्याक्सी हो त्यहाँ कुर्ने हो। बाटो क्रस गर्नु छ होइन। अब बाटो क्रस गरेर ट्याक्क त्यहाँ गएपछि ट्याक्सी त बसिरहेछ। म सायद बसमै जान्छु होला, किनभने पहिलो त अब मसँग टाइम छ। अहिले बल्ल 11 बज्यो, 12, 1, 2, 3सम्म टाइम मस्त छ। सेकेन्ड चाहिँ पैसा नि बच्यो नि त होइन, पैसा पनि बच्नु भयो। इमर्जेन्सी भएको भए त अहिले ट्याक्सी फेरि कोठाबाट ट्याक्सीमा जानुपर्ने थियो, त्यस्तो साह्रो नभएको भएर सोच्दै जहाँ जति लापरवाही गरे नि गर्नु साथीहरू होइन। फेरि यहाँ यो क्रसिङमा चाहिँ अलि होस पुऱ्याएर हिँड्नुपर्छ है गाइस। अरू लापरवाहीले फरक पर्दैन, तर लापरवाही त लापरवाही नै हो। तर यो लापरवाहीले चाहिँ ज्यान गाउँघरकै जस्तो डाँडामा त्यो उकालो बाटोको बिचमा छारी हुन्छ नि, रुख हुन्छ नि बरपिपलको, त्यस्तै रुख छ क्या यहाँ हामी DIP 1 बासीको लागि। तर त्यो होइन, यो अर्कै रुख हो। अब यहीँ बस्छौँ हामी एकछिन। अब हामी यहाँ एकछिन बस्छौँ गाडी कुर्न। उताबाट ट्याक्क गाडी आएपछि यहाँबाट चाहिँ हामी अलिक शीतल छ क्या यहाँ। त्यो केही मिनटको पर्खाएपछि यही गाडी आयो। हामी यो गाडीमा चढेर यहाँबाट 3-4 मिनटको यात्रा पछाडि हामी चाहिँ मेट्रो पुग्छौँ। मेट्रोबाट अब यसमा चढ्न जान लागिरहेको गाडीमा बस्छु। गाडी अलमोस्ट फुल छ। यो गाडीको चाहिँ यो चाहिँ खलासी हो। यसले नै पैसा चेक गर्छ। यो कार्डमा चाहिँ पैसा हुन पर्यो। यो कार्ड चाहिँ पञ्च गर्नै पर्यो कि। तपाईँको अब यो कार्ड पञ्च गरिएन भने यसमा चाहिँ पैसा लोडेड छ। छिर्ने बेलामा, भित्र चढ्ने बेलामा र ओर्लिने बेलामा यो कार्ड पञ्च गरिएन भने 220 रुपियाँ समथिङ चाहिँ फाइन पर्छ। लापरवाहीले अथवा कहिलेका मिस्टेकली पञ्च गरेन भने चाहिँ यसले बिर्सेको यताउता हुँदैन, 220 रुपियाँ चाहिँ यसले फाइन हान्छ। यो चाहिँ पुरै यो मेरो पछाडि देखेका बसहरू जति छन्, म चढेर आएको बसहरू सबै गभर्मेन्टको बस। प्राइभेट बस भनेको प्रायः हुँदैन, प्रायः होइन, हुँदैन यहाँ। र यो मेट्रो स्टेसन भयो DIP 1। यो स्टेसन पनि यी सबै मेट्रो चाहिँ गभर्मेन्टका, पब्लिककै यहाँ यस्तो हुँदैन। र क्यासको कारोबारै हुँदैन। अब यसमा लोड गऱ्यो, कति लोड गर्ने हो, पञ्च गऱ्यो, भित्र छिर्यो, पञ्च गऱ्यो, बाहिर निस्क्यो, काट्नुपर्ने काट्छ। कमिसन भन्ने कुरो हुँदैन, बिचमा त्यस्तो मान्छे पनि हुँदैन। यसमा छ ब्यालेन्स जति छ। यो कार्डमा ब्यालेन्स भएपछि दुबईको आबुधाबीमा चाहिँ एलाउड छैन यो बस। यो कार्ड बसमा मात्र हो नि, दुबईभरि चाहिँ यो कार्डले जहाँ जान पनि पायो। तर यसमा हुन पऱ्यो क्यास। अनि अर्को यसको राम्रो पक्ष के छ भने हामी अब उताबाट आयौँ नि त बस चढेर, यो पञ्च गरेर आयौँ होइन। यो आधा घन्टाभित्र हामी अब मेट्रो युज गर्दैछु मैले भने त्यो पैसा पनि यसमा काउन्टिङ भएर, जस्तो त्यो 3 रुपियाँको हुन्थ्यो अनि यो 7 रुपियाँ 10 काट्नुपर्ने हो नि त। तर म यहाँबाट अब लास्ट डेस्टिनेसन जहाँ जाँदा पनि 7 रुपियाँमै 7.50मै हुन्छ क्या फेरि। तर कार्ड चाहिँ आधा घन्टाभित्र युज हुन पऱ्यो। अब उतापट्टिको ब्लू छ नि, ग्रिन छ नि, सरी, त्यसभित्र चाहिँ म आधा घन्टाभित्र यो कार्ड पञ्च गरेर गए पछाडि पहिलाको पैसा पनि यसमा याड हुन्छ कि। फेरि यहाँहरूलाई सिकाएको चाहिँ होइन है, मैले भनेको मात्रै हो। नेपालको एयरपोर्ट जत्रो त यहाँको एउटा स्टेसन हुन्छ, तर एयरपोर्टसँग कम्पेयर त गर्नु मिलेन। हाम्रो देश भनेको त अब हाम्रो देशै हो होइन। आफ्नो देश जन्मभूमिसँग चाहिँ कुनै पनि कुरा, बाहिरको कुनै पनि कुरा कम्पेयर चाहिँ मलाई गर्न मन लाग्दैन। किनभने
राम्री नराम्री जस्तो सुकै भयो नि सौतानी आमा भन्दा त आफ्नै आमा नै हामीलाई माया गर्ने हुन्छ नि त। यहाँ भोलि केही तलमाथि भयो भने हाम्रै नेपाल एम्बेसीले नै हामीलाई खोज्छ, हामीलाई पक्रिन्छ, उसले नै हामीलाई राहत दिने हो। यहाँको एम्बेसीले त जा घर जा भनिदिइहाल्छ अलिकति यहाँ केही अप एन्ड डाउन हुन थाल्यो भने। अब सायद मेट्रो आउँछ, अनि तपाईँको अब यहाँ मेट्रो आउँछ अनि यहाँ उमन भयो, मिक्स बस्न पाइँदैन। यहाँसम्म चाहिँ अब केटीहरू र बच्चाहरूको हो। यहाँबाट उता हाम्रो र लास्टमा पनि त्यहाँ गोल्डन हुन्छ जहाँ डबल चार्ज लिन्छ। अब मेरो ट्रेन 4 मिनटमा आउँदैछ, सेन्टर पोइन्ट जाने ट्रेन चाहिँ 4 मिनटमा आउँदैछ। म चाहिँ यहाँ वेट गर्नु पऱ्यो। अब त्यहाँ बस्ने चेयर पनि छ छैन त कता हो तर खाएर म बसिनँ, म यत्तिकै वकिङ गरेर हुन्छु। मेरो मेट्रो पनि आयो। अब यो मेट्रोमा जानी हो सारा अन्त खाली खाली नै रहेछ ट्रेन चाहिँ। Discovery Gardens. फाइनल्ली मेरो चाहिँ ऊ आइपुग्यो मेरो स्टेसन। अब यहाँबाट म लिफ्ट चढेर तल झर्छु। अब अघि मैले यही कार्ड पन्च गरेर म भित्र गएको थिएँ नि त। अब म यही कार्ड पन्च गर्छु, कति पैसा काट्यो देखिन्छ, म बाहिर निस्किन्छु। अब म मेट्रोबाट आउट भएँ। घाम चाहिँ छ अहिले ठ्याक्कै, अलिकति गाह्रो चाहिँ हुन्छ। अब म चाहिँ अब त्यो क्यारिफोर देखिया छ नि, त्यो क्यारिफोरभित्र जान्छु होइन। त्यो क्यारिफोरभित्र चाहिँ हाम्रो क्लिनिक छ क्या मेड केयरको, त्यो भएर म यो चाहिँ ब्याकग्राउन्ड हो पछाडिपट्टिबाट छिर्छु। अब यहाँ ढोका खोल्छ, यहाँबाट छिरे पछाडि अब म ठ्याक्कै पल्लो छेउमा चाहिँ मेरो क्लिनिक छ। पल्लो छेउमा चाहिँ मेरो क्लिनिक हो। यो चाहिँ अब क्यारिफोर भयो, भेजिटेबल मार्ट भयो। म यो क्यारिफोर हुँदै अलि अगाडि जान्छु, मेरो क्लिनिक चाहिँ अलि अगाडि हो। यो चाहिँ क्यारिफोर, अघि हामीले देखाएको क्यारिफोर हो। यो फुड त्यो नि फुड, यो भेजिटेबल साइड हो यो। अब यो चाहिँ मेरो मेडिकल मेड केयर मेडिकल सेन्टर चाहिँ यो मेरो मेडिकल। अब म यहाँ जाँदैछु। मेरो यहाँ काम भयो, इन्डेक्स कार्ड देखाएर अब नाम नम्बर आउँछ। अब रिसेप्सनमा त्यहाँ एलाउड थिएन नि त, त्यही भएर बोलायो। अब स्टार्ट भयो मेरो हाइट वेट प्रेसर सबै चेक गरेर भयो। अब उसको लागि वेट गर्नुपर्छ। यहाँ चाहिँ कफी खान मन लाग्यो कि, ग्लासेस यहीँ हुन्छ होइन। यहाँ बस्नु वेट आउट गरेँ के खानु। म चाहिँ ब्ल्याक कफी विदाउट सुगर खान्छु। अब त्यहाँ 2 फ्लेभर छ, त्यसमा हुन्छ चोइस हुन्छ। यो चाहिँ फ्री हुन्छ हस्पिटलहरूमा। यहाँ चाहिँ कफी पनि रेडी भयो विदाउट सुगर कफी। हुन्छ गाइज, ल अब एकछिन कफी खाउँ। कफी खाइसके पछाडि यति जेलसम्म मेरो नाम पनि आउँछ। चेकअप गरेर फर्किन्छु। यहाँहरूको दिन शुभ रहोस् है त। जय नेपाल भन्दै यो मेरो कर्मभूमि दुबईबाट यहाँ सँगै बिदा माग्छु। हस्त नमस्कार।